हेलो साथीहरु के छ सन्चै हुनुहुन्छ सबैजना जापानिज भाषा जेरो लेभलबाट मैले स्टार्ट गरिसकेको छु है तपाईहरुको लागि जो चाहिँ बिगिनर हुनुहुन्छ कहाँबाट के पढ्ने अब कसरी पढ्ने केबाट सुरु गर्ने भन्दै हुनुहुन्छ यो भिडियो तपाईहरुको लागि मैले निरन्तर हाल्दै जानु छु भिडियोलाई चाहिँ सब्स्क्राइब लाइक शेयर गरेर चाहिँ अलिकति सपोर्ट गरिदिनु हुन्छ म अट्याक अनुरोध गर्दै चाहिँ ल केही पनि नभनिकन सुरु गरौँ जापानिज भाषालाई चाहिँ के भनिन्छ हैन ल हेर्नुस् जापानिज भाषालाई भनिन्छ निहोङ्गो सबै मैले बोर्डमा लेखिसकेको छु तपाईले पनि सर आफैले पढ्न सक्नुहुन्छ भिडियो पज गर्दै गर्दै हैन निहोङ्गो भनिदो रहेछ जापानिज भाषालाई हैन इंग्लिशमा लेखिदिएको छु त्यसपछि हिरागानामा निहोङ्गो जापानिज भाषामा लेखिएको यो चाहिँ निहोङ्गो यो चाहिँ मैले लेखि खान्जीमा लेखि निहोङ्गो र नेपालीमा छ जापानिज भाषा सुरुमा पढ्ने भनेको चाहिँ हामीले हिरागाना हिरा खोज्नु पर्यो नि त हैन हिरागाना जम्मा 5 वटा छ के साथीहरु 5 वटा हिरागाना आयो भने तपाईलाई खररररर आउँछ के जापानिज भाषा पनि साच्चै हो नि फेरि त्यसपछि छ काताकाना हेर्नुस् जसलाई हिरागाना सर आउँछ उलाई काताकाना पनि सर पढ्न आउँछ किन भन्दाखेरि चाहिँ काताकाना र हिरागानाको उच्चारण के उच्चारण ओनाजी एउटै हो केही फरक छैन जस्ट काताकानाको अक्षर फरक हुन्छ उच्चारण हिरागाना र काताकानाको एउटै हो र त्यसपछि आउँछ खान्जी खान्जी भनेको के हो खान्जी भनेको चित्र हो जसलाई चित्र इमेजिन गर्न सक्नुहुन्छ उले खान्जी च्याप्प पक्रेर सकिन्छ है भन्न खोजेको हिरागाना जापानिज भाषाको प्योर लेटर हो प्योर लेटर भनेको जापानिज भाषाको प्योर लेटर हो जुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ काताकाना पनि त्यति नै इम्पोर्टेन्ट छ काताकाना भन्दा मोस्ट इम्पोर्टेन्ट छ हिरागाना र सबै गरेर अझै मोस्ट इम्पोर्टेन्ट के हुन आउँछ लास्टमा चाहिँ भनेको चाहिँ हाम्रो खान्जी लास्टमा चाहिँ इम्पोर्टेन्ट हुन्छ जस्तो यो पहाडको खान्जी हो यामा हेर्नुस् है यामा भनेको यस्तो छ नि यस्तो हुन्छ नि त यसैलाई यसरी मिलाएको हुन्छ कि अब यो के को खान्जी होला भन्नुस् त सूर्यको खान्जी जस्तै हिँड्छ नि त हैन यतापट्टि घाम ढल्को अर्को घाममा जानु उदाउने अस्त पनि भयो अब यसैलाई यसो गरेर बनाइदिया हुन्छ दिनको खान्जी दैनिक रूपमा प्रयोग गर्ने त सूर्य दैनिक हुन्छ त्यसैले म भन्छु जसलाई चित्र आउँछ उहाँहरुलाई खान्जी पनि आउँछ क ख ग ग घ अ आ इ उ पढे जस्तै हिरागानाको 5 वटा आएदेखि सवलक्क खाइन्छ साथीहरु आतिनु केही पर्दैन ट्याक्क 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 म हटाक पारेर सिकाइहाल्छु ल यही नगरिकन हामीले सुरुमा चाहिँ हिरागाना पढ्छौं है साथीहरु के पढ्छौं हिरागाना पढ्छौं टुटुक मैले मेटिहाले सुरु गरिहाले ल लाके है मेटि ल साथीहरु ल है सल्टा सल्टेनी साथीभाइ दाजुभाइहरु कपी कलम लिएर ट्याक्क रेडी हुनु है हामीले सुरुमा पढ्छौं हिरा खोज्ने गाना हिरागाना कतिवटा हुन्छ थाहा छ भन्नुस् त लु ओ हिरागाना हुन्छ 46 वटा जम्मा काताकाना पनि 46 वटै हुन्छ केही फरक छैन तर अहिले हामी हिरागाना पढ्छौं हिरागाना 46 वटा हुन्छ हिरागाना 46 वटामा सुरुमा हामीले के पढ्नु पर्छ ल भन्नुस् त नेपालीमा क ख ग पढे जस्तै अ आ इ भावेल साउन्ड हो सुरुमा हुन्छ 5 वटा के हुन्छ भावेल साउन्ड अथवा स्वर व्यञ्जन र बाँकी कतिवटा रह्यो 41 वटा 41 वटा चाहिँ के हुन्छ त वर्ण व्यञ्जन कन्सोनेन्ट साउन्ड अब छुट्यो नि त हामीलाई 5 वटा स्वर व्यञ्जन आयो भने यो पनि अटोमेटिक आउने भयो जस्तो हाम्रो नेपालीमा अ आ इ उ ए ओ गरेर चाहिँ 14 वटा थियो अहिले घटाइएछ क्या हैन हो त्यो आयो भने क के आउँछ नि हो त्यस्तै यहाँ पनि त्यही हो यहाँ चाहिँ के आउनु पर्यो आ इ उ ए ओ साथीहरु इम्पोर्टेन्ट यही हो के हो त इम्पोर्टेन्ट आ इ उ ए ओ यो के हो साथीहरु भावेल साउन्ड भन्न खोजेको चाहिँ के हो त स्वर व्यञ्जन अब यसैबाट सबै हिरागानाका अक्षरहरू उच्चारण हुनेवाला छ आ आउँछ आ पछि के आउँछ का आउँछ का पछि के आउँछ सा आउँछ सा पछि के आउँछ ता आउँछ जानसी आकाशता नहामाया रावण है भन्न खोजेको हेर्नु सजिलो छ के हामीलाई यही अक्षरबाट बनाउँदै जानु पर्यो भन्न खोजेको माथिको आ इ उ ए ओ को स्वर व्यञ्जन भावेल साउन्डबाट हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ तलपट्टिको वर्णमालालाई पनि सेम मिलाउनु पर्यो कस्तो भन्दा साथीहरु सजिलो छ नि त हैन र केही पनि छैन त हेर्नुस् मैले यहाँ के लेखेको छु आ लेखेको छु आ को तलपट्टि अर्को हिरागाना भन्नु भयो का जापानिज भाषाको का 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 यहाँ आ छ यहाँ इ आ छ यसलाई के गर्नु पर्यो कालाई इ मै ढाल्नु पर्यो के कि सूत्र हो साथीहरु यो माथिको आई उ ए ओलाई चाहिँ सररै लानु पर्यो अब का कि उ मा लानु पर्यो काको उ के होला साउन्ड क के त्यसपछि ख
आ पछाडिपट्टि के आइरहेछ आ ईलाई यहाँ कि गरिराख नि त कि ई एउटै छ नि त होइन उ कु उ हो ए के होइन त अ को केही फरक छ र छैन नि जे यसमा साउन्ड आइरहेछ त्यसमै पछाडिपट्टि त्यही साउन्ड जोडिरहेछ अ आ इ उ ए ओ भने जस्तै भने चाहिँ आ इ उ ए ओ का कि कु के को का कि कु के को अब अर्को के भयो सा अब यसैमा लाउनु पर्यो सेम केही फरक छैन सा सी सु से सो ता ची चु ते तो यहाँ चाहिँ अलिकति फरक हुन्छ एकछिन सिकाउँछु म फेरि है सा के हो नि मलाई भन्नुहोस् त सी हो अब यता हो सु अब यता हो से अब यता सो आहा मिलेन त हेर्नुहोस् त आ इ उ ए ओ काकी कुके को सासी सुसे सो अब आउने हाम्रो अर्को लाइन ता ताको चाहिँ यहाँनिर चाहिँ हाम्रो के हुनु पर्यो ती होइन त सिम्पल ता ती तु ते तो होइन त साथीहरू यही हुनु पर्यो होइन त नो चिगाइमास होइन यो ती तु चाहिँ जापानिजहरूले प्रयोग गर्दैनन् किन प्रयोग गर्दैनन् पनि म भन्छु चिन्ता लिनै पर्दैन होइन त यो ता तीको ठाउँमा चाहिँ ची चुको प्रयोग गर्छन् के ता ची चु ते तो अब सहिलो पनि जस्तो कस्तो भन्दाखेरि चाहिँ म भन्छु जान्छु अब ती ती जोड्यो ल र मैले अहिले यहाँ लेखेको ची ची लेखेको छु ची ची ती ती पढ्नुहोस् त तपाईँ आफै तिती भन्नुहोस् त हो तिती अब चिची भन्नुहोस् त हो चिची कुन सजिलो जस्तो लागेको छ तिती कि चिची म चिनाउनु अवश्य पनि के छ ती ती नभएर ची ची हो चिची भनेको चाहिँ बाबा हो के हो त बाबा त्यसैले तिती उनीहरूलाई चाहिँ यो ती ती चु तु तु भनेर चाहिँ अलिकति अप्ठ्यारो लागेकोले चाहिँ यो तितीलाई हटाएर चाहिँ चिची बाबा प्रयोग गरेका हुन् है सिम्पल छैन त कुरा बुझ्यो होइन त्यसैले ता ची चु ते तो अहिलेसम्म हामीले पढेको मध्येमा चाहिँ फरक कहाँ आयो यति मात्र आयो एउटा होइन त नत्र सेमै छ आकाश साता आको लाइन ईको लाइन उको लाइन एको लाइन ओको लाइन सबै ओ आइरहेछ के आइरहेछ बुझ्नु भएको छ नि एकदम आ इ उ ए ओबाट तलको अक्षरहरू बनिरहेका छन् र आ इ उ ए भन्दा बाहेकको अक्षर बन्नु पनि भएन भन्ने मेन कुरा नै यही हो ल अब सुरु गरौँ अर्कोबाट है त फेरि ल अब हामीले अघि कहाँसम्म सकेका थियौँ ता अब तापछि आउँछ ना हेर्नु त अक्षर त केही फरक छैन ना अब यहाँ के हुनु भयो भनिसक्नुहुन्छ तपाईँहरूले सुइसी भन्दै जानुहोस् सो सो एकदम जान्ने भइसक्नु भयो नि अब होइन त मैले नभन्दा पनि जान्नुहुन्छ होइन त नानी नुने नो नानी नुने नो होइन त नानी नुने नो भन्नुहोस् त एकचोटि फेरि नानी नुने नो 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 ओके अब अर्को लाइन के हाम्रो नापछि आउँछ हा के भन्नुभयो हा हा पछि के भन्नुभयो अब हि अब यहाँ हु अब यहाँ हे अब यहाँ हो तर होइन हो इन यहाँ हु चाहिँ होइन हुलाई चाहिँ हटाएर फेरि के गरियो फु भनेर प्रयोग गरिन्छ हा हि फु हे हो यहाँ फेरि एउटा के आयो अलिकति फरक आयो फु हु भन्न मिल्दैन फु फु हजुरहरूको फुफु हुनुहुन्छ कि हुनुहुन्न फुफु फुफु भनेको चाहिँ श्रीमती हुन्छन् फुफु मिल्नु पर्यो नि त एउटै तर फुफु हु गरेको मिल्छ त मिल्दैन नि साथीहरू त्यसैले हुलाई हटाएर फु फु सजिलो भाषा लगाइरहेको हुन्छ है यहाँ एउटा फरक आयो हा हि फु हे हो अब के आउँछ ल भन्नुहोस् त हामीले त पढिसक्यौँ होइन हा हि फु हे हो अब के होला त ल भन्नुहोस् त हो अब हुन्छ मा अब चाहिँ यसमा केही फरक छैन मामी मामी मो मे मो मामी मु मे मो मामी मु मे मो मामी मु मे मो सजिलो छैन त मामी मु मे मो हामीले अघि 3टा लाइन पढेका थियौँ 4टा लाइन फेरि अहिले 3टा लाइन पढ्यौँ होइन त नानी नु ने नो माथि के लाइन आएको छ साथीहरू केही फरक छ र छैन सजिलै छ होइन र सूत्र यो हो नि त यसको अन्डरमा यसको सर यहाँ लाउनु पर्यो हा हि फु हे हो फरक यहाँ एउटा छ होइन मामी मु मे मो होइन त ल या इ यु ए यो या इ यु ए यो यिनीहरू मध्येमा चाहिँ हामीले चाहिँ यो इ ए पढिरहनु पर्ने आवश्यक छैन किनकि यो इ भनेको यो ईले साउन्ड दिइरहेछ कि यो ए भन्ने बित्तिकै यो चाहिँ एले साउन्ड दिइरहेछ नि आवश्यक छैन त्यसैले यो या यु यो चाहिँ एकदमै महत्त्वपूर्ण छ यसको एउटा छुट्टै
लेसनको भिडियो नै बनाउने छु मैले हैन एकदम इम्पोर्टेन्ट नै हुन्छ यो त्यसैले अहिले चाहिँ या यो भन्ने चाहिँ याद गरौँ है त अब अर्को हुन्छ हाम्रो रा अब राको चाहिँ केही चेन्जेस छैन हाम्रो यो सूत्र अनुसार रा सो रा री रु रे रो रा री रु रे रो रा री रु रे रो हैन त अब हामीहरु चाहिँ साथीहरु अन्तिम आइसकेका छौं के लगभग हामीले 46 वटा अब यो नेपालीमा चाहिँ लगभग सिकिसकेका छौं हैन अब के बाँकी रह्यो होला भन्नुस् त अब हो दुईटा मात्र भयो वा अर्को व त्यो ओ हैन यो चाहिँ व यस्तो खालको व वा वा ओ वा हो अब लास्टमा चाहिँ एउटा न यो नले चाहिँ लास्टमा कुनै कुरा टुङ्ग्याउँछ के अथवा डबल उच्चारण गर्नु पर्यो भने चाहिँ यसको प्रयोग गरिन्छ के जस्तो यसरी मिन्ना भन्नु पर्यो भने यो नको काम पनि यही गरेर हुन्छ ना त हामीसँग छदैछ हैन जस्तो अब हाम्रो यो निहोङ भनेको जापान छ नि त हैन निहोङ भन्छ नि त लास्टको न पनि टुङ्ग्याउने काम पनि हुन्छ र यसरी डबल अर्थ नको साउन्ड मात्र दिन्छ यसले के डबलको लागि जोड्ने काम मात्र हैन त ल लगभग हामीले के गर्यौं त हिरागानामा त सर र सक्यौं ओ एकचोटी पुरै रिभिजन गर्नु के पढेछौं भनेर माथिदेखिबाट चाहिँ रिभिजन गरेर सर र हो त अब हामी आ इ उ ए ओ त पढिहाल्यौं हैन सर र लेख्नु है सबैलाई सर र लेख्छ है को सा सी सु से सो हैन त्यसपछि ता ची चु ते तो त्यसपछि हो ना नि नु ने नो त्यसपछि हा हि फु हे हो त्यसपछि मा मी मु मे म त्यसपछि के हुन्छ हो या यु यो त्यसपछि रा रि रु रे रो त्यसपछि वा ओ लास्टमा चाहिँ हाम्रो एउटा न हैन अब यसमा हाम्रो जस्ट चेन्जेस फरक मात्र कहाँ आयो भन्नुस् त हो यो एउटा के लाइनमा आयो त ताको लाइनमा आयो हैन हाम्रो एउटा ताको लाइनमा चाहिँ के आयो त यो ता ची चु यसमा मात्र एउटा फरक आयो त्यसपछि अर्को फरक कहाँ आयो फुमा फरक आयो हा हि फु फरक भनेको यति त नि अरु त केही पनि छैन यही सूत्र अनुसार आकै लाइनमा सबै लाइन एउटै छ नि त हैन अब मेन कुरा हामीले यो आ इ उ ए ओ काकी कुकी को सासी सुसे सो यसरी एकचोटी प्रोनाउन्स गर्न उच्चारण गर्न सिधै गइसकेपछि चाहिँ अगाडिको लाइन सम्झिनु पर्यो कि यति अगाडिको लाइन सम्झिनु भयो भने चाहिँ यतापट्टिको लाइन हजुरहरुलाई आफै आउँछ कस्तो भन्दाखेरि चाहिँ आकाशा ताना हा माया रावण यसरी याद गर्नु परेको लाइन चाहिँ आकाशा ताना हा माया रावण 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 अगाडिको लाइन याद गर्नु भयो भने चाहिँ पछाडिको लाइन सरर आउने भयो कि एकदमै सजिलो छ नि त हैन मैले यहाँ भनिहालेँ तपाईहरुलाई फरक कुरा पनि के रहेछ त यही रहेछ एउटा अरु त केही पनि छैन हैन त्यसपछि यो या युको लाइन कन्ट गर्नुपर्ने भयो त्यसपछि यो एउटा फरक भनेको चाहिँ वा व न भन्ने छ अरु त केही पनि छैन मेन यसमा एकदम सम्झिनु पर्यो अगाडिको लाइन आकाशा तानाहा माया रावण आकाशा तानाहा माया रावण यो थियो हिरागानाको कुरा नेपालीमा अब मैले अर्को भिडियोमा चाहिँ हिरागाना पुरै लेखाएर हजुरहरुलाई सिकाउने छु तबसम्म चाहिँ भिडियो सब्स्क्राइब गरेर प्रतीक्षा गर्नु होला है त धन्यवाद नमस्कार